भर्खरै क्लास सक्यो अब एकछिन रेस्ट गरौँ न है ल यो साथी पनि विदेश गइछ त सँगै पढेको साथी ब्याचलर सँगै पढेको साथी विदेश गइछ के आजकल त न्युज हेर्दा म त एकदमै नेपाली बस्छु भनेर सोचेको थिएँ पहिला चाहिँ अहिले चाहिँ फेरि अब यस्तो न्युजहरू हेर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै डिमोटिभेट भइरहेको छ यार साथीहरू बाहिर गएर प्रगति गरिसके आफू नेपालमा मात्र के कतिले त गाडी साडी पनि किन्छ के भने म त न्युजमा पनि विदेश मात्र गएको देखाउने हेर न त्यही त हो विदेश जाने पढ्ने नेपाल पढ्ने विदेश जाने लास्टमा अहिले त के हो सबै अवस्था त्यस्तै छ पढ्न त पढियो मास्टर अब के छ खाजा खान जाने हैन साथीहरु खाजा एकछिन के छ पनि कुरा भइरहेको थियो मास्टर्स त नेपालमा गरिरहेछ सबैले अब यता बस मास्टर्स गर्छ सबैजना विदेश त जाने होला जान्न म त नेपाली बस्छु सबैजना विदेश गएको मात्र देख्छु के हो नेपालमा के छ र बस्छौ नेपालमा हामी त म चाहिँ यहीँ बस्छु सोचेको थिएँ तर अहिले त यति धेरै नेगेटिभ न्युजहरू सुनेर त मलाई त रिग्रेट भइरहेको के अहिले किन हो र यस्तो विदेश पढ्दै तिमीहरूको मोह बढेको नेपालमा नि त गर न गर्न सक्ने भए कति धेरै कुरा छ त नेपालमा एक्सटेन्सन डिपार्टमेन्ट अझ एउटा कृषि प्रसार डिपार्टमेन्ट अब हेर तिमीले चाहिँ भन्यो हैन गर भन्न तर अब गरेर चाहिँ रिजल्ट के छ त के छ का यस्तो हो नेपालमा के गर्ने भन्दा पनि आफ्नो चाहिँ उसबाट के गर्ने हो आफूले दिने योगदान के हो भन्ने कुरो हो नि यार क्याम्पसमा पनि त कति धेरै अपर्च्युनिटीहरू छ त हाम्रो सिनियरहरूको रिसर्चहरू हेर न कति राम्रो राम्रो रिसर्चहरू गरिराख्नु भएको छ क्याम्पसले नि अपर्च्युनिटी दिइरहेछ त्यो पनि तिमीलाई थाहा छ अरू कसलाई थाहा छ त त्यो ल हाम्रो प्रब्लम त अरूलाई थाहा नभएको रहेछ नि त त्यसो भए त बाहिर जानै पर्ने जस्तो त देखिँदैन त त्यही भएर अब हामी डिपार्टमेन्ट अफ एग्रिकल्चर एक्सटेन्सन एन्ड रुरल सोसियोलोजीले केही गरौँ न त त्यसो भए यो कुराहरू बाहिर दुनियाँमा देखाउनको लागि के गर्ने त मलाई त के आइडिया छैन है सामग्रीहरू अहिले छ हामीसँग क्यामेरा छ अडियो रेकर्डिङको चिजबिज छ हामी चाहिँ एउटा अडियो भिजुअल चाहिँ एउटा रुम खोलेर चाहिँ एउटा कार्यक्रम गरेर यो कृषिको सबै इन्फर्मेसनहरू चाहिँ हाम्रो त एबी स्टुडियो त छ हैन यता सरले पनि चलिराख्नु भएको छ तर हामीले के गर्न सक्छौं र त्यसमा रूपान्तरण भन्ने अब पडकास्ट छ हाम्रो अलरेडी छ त्यसो भए हामीले चाहिँ अब विद्यार्थीहरुसँग गरेर हामीले गरौँ न त एउटा सुरुवात नयाँ विद्यार्थीहरु छन् किन छन् नि अब कति धेरै सिनहरुको फार्महरु छ चितवन बुटोल मैले त सुने छैन है हालसम्म तर हाम्रो साथीको फार्म गरेका मान्छे पनि कति त्यो डुबेर यताउति के भएर न्युजमा त मैले नि अस्ति भर्खर सुनेको थिएँ त्यस्ता पनि छन् नि तिनीहरुलाई चाहिँ कसरी उ गर्ने छ नि मिनिमाइज हो अब उहाँहरुले चाहिँ के गर्दाखेरि चाहिँ के गर्दा चाहिँ रिस्क भयो के गर्दा फेल भयो उहाँहरु पक्कै पनि स्ट्यान्ड आउट त गर्नु भयो होला नि त त्यस्तै खालको सक्सेस स्टोरीजहरु त्यस्तै खालको उहाँको स्ट्रगलिङ स्टोरीजहरुको लागि हामीले के गरौँ न त एउटा कार्यक्रम गरौँ न त त्यसो भए के छ साथीहरु के मलाई पनि मोटिभेसन हुन्छ होला कि एकदमै डिमोटिभेट भइरहेको एग्रिकल्चर फिल्डको जुनसुकै पढ्ने हैन पेशागत मान्छे हो एग्रिकल्चर बाहेकको मान्छेहरु पनि हुन्छ नि जस्तै कि आईटी को फिल्डहरु पनि एग्रिकल्चरतिर लागेको मैले अस्ति एउटा चाहिँ सुनेको थिएँ के है हामी अब हाम्रो प्रोग्रामको ओके हामी एउटा प्रोग्राम गरौँ न त एग्रिकल्चर सम्बन्धी हुनु पर्यो नाम के राख्ने अब एग्रिकल्चर भएपछि ग्रीन राख्ने पर्यो अनि एउटा सोच सम्बन्धी अब यस्तो सोच पनि हुन पर्यो माइन्ड राख्न न त ग्रीन ल ग्रीन माइन्ड ल सबैको अनि एउटा ट्यागलाइन पनि हुन जरुरी छ के भन्नाले अलि ग्रास्प हुने खालको हैन अब इन्स्पायरिङ युथ्स इन एग्रिकल्चर कस्तो छ एस्पायरिङ युथ इन एग्रिकल्चर हैन कार्यक्रम गर्नै पर्छ ल गरौँ है त साथीहरु ल गरौँ सुरुमा जस्तो पो होस् हैन अब पछि चाहिँ बिस्तारै इम्प्रुभ गर्दै जाम्ला तर एउटा चाहिँ पेस त बन्छ नि अब म जस्तो नेपाल बस्न खोज्ने मान्छेहरुले चाहिँ अब त्यो न्युजहरु हेरेर पनि त्यस्तो के गइरहेको छ नै भनेर हेरेर पनि के सिक्न सक्छन् नि त जस्तो म अहिले डिमोटिभेट हाम्रो सरलाई गएर भन्देउ त त्यसो भए युथ र युथ सेन्ट्रिक कुराहरुका लागि हाम्रो एएफयू स्टुडियोले एएफयू पडकास्ट अन्तर्गत नयाँ पडकास्ट ल्याउनेछ र जसको नाम रहनेछ ग्रीन माइन्ड्स एस्पायरिङ युथ इन एग्रिकल्चर कीप सपोर्टिङ हाम्रो युट्युब च्यानललाई लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला थ्यांक यू बाइ